पूर्व उत्तर मोहडा वास्तु मिलाएर बनाएको 3.5 आना जग्गामा बनेको घर इमाडोलको एकदमै हाइट पिसफुल एरिया शीतल हाइटमा रहेको छ। एकदमै आकर्षक फिनिसिङ सहितको रहेको फुल्ली फर्निचर सहितको हुने 3 तलाको टोटल 9 कोठाको नयाँ मापदण्ड अनुसारको एकदमै बलियो गरी बनाएको घर हजुरले इमाडोलको हाइवेदेखिबाट पनि लगभग 500 मिटरको डिस्टेन्समा रहेको सार्वजनिक टेम्पो चल्ने बाटोदेखिबाट 200 मिटरको डिस्टेन्समा रहेको क्लासिक डिजाइनमा बनेको यस्तो आकर्षक घर हजुरले एकदमै आकर्षक फिनिसिङ सहितको पाउन सक्नुहुनेछ। एउटा हाइलक्ससम्म गाडी पार्किङ गर्न सकिने पार्किङ स्पेस भएको हजुरको सँगै 2-4 वटा बाइकहरू राख्न मिल्ने ग्राउन्ड फ्लोर तपाईँले 1 BHK फ्लाइट भाडामा दिन मिल्ने रहेको यो घर तपाईँले आफू बस्नेमा सेपरेट अष्टमङ्गलको ढोका पाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यस्तो आकर्षक घर हजुरले भित्र छिर्ने बित्तिकै यतापट्टि जुत्ता र्याक र खानेपानी ट्याङ्की पाउन सक्नुहुनेछ भने भर्याङको पार्टमा चाहिँ तपाईँले ग्रेनाइट लगाइएको छ भने तपाईँले फर्स्ट फ्लोरमा आएपछि यो पाउनुभयो लिभिङ रुम हेर्न सक्नुहुन्छ। फल सिलिङ पनि एकदमै आकर्षक रहेको छ, लाइटिङहरू कलर पनि त्यत्तिकै मिलेको यो घर यो पाउनुभयो लिभिङ रुम जुन चाहिँ टिभी क्याबिनेट सहितको रहेको छ भने सँगै तपाईँले यो साइडमा कमन बाथरुम पाउनुभयो भने सँगै यो पाउनुभयो मोडुलर किचन डाइनिङ जुन चाहिँ पूर्व र दक्षिण साइडमा रहेको छ। वास्तुले पनि एकदमै मिलाएर बनाएको छ भने स्टोर रुम सहितको एकदमै स्पेसियस किचनको पार्ट र डाइनिङको पार्ट पनि छुट्टा छुट्टै रहेको छ भने सँगै तपाईँले फर्स्ट फ्लोरमा चाहिँ यो एउटा गेस्ट रुम पनि पाउन सक्नुहुनेछ जुन चाहिँ पूर्वको घाम लाग्ने रहेको छ भने भुइँमा पार्केटिङ गरिएको यस्तो आकर्षक घर हजुरले योभन्दा माथि टप फ्लोरमा गएपछि टोटल 3 वटा बेडरुमहरू पाउन सक्नुहुनेछ। अहिले चाहिँ हामी टप फ्लोरमा पुगिसक्यौँ। यो रह्यो हाम्रो फर्स्ट बेडरुम जुन चाहिँ अगाडि बरन्डा राखिएको सेटिङ बेड दराज सहितको रहेको कलर कम्बिनेसन पनि एकदमै मिलाएको छ भने सँगै अर्कोपट्टि साइडमा यो एउटा अर्को बेडरुम पाउन सक्नुहुनेछ जुन चाहिँ अट्याच बाथरुम सहितको मास्टर बेडरुम रहेको छ। हजुरको एकदमै उज्यालो कलर कम्बिनेसन लाइटिङहरू पनि एकदमै ब्युटिफुल रहेको छ भने सँगै तल्लोपट्टि साइडमा अर्को बेडरुम पनि रहेको। हेर्नुहोस् यस्तो आकर्षक घर तपाईँले टप फ्लोरमा गएपछि टोटल 3 वटा बेडरुमहरू रहेका छन् भने 3 वटा मध्ये एउटा बेडरुममा चाहिँ तपाईँले अट्याच बाथरुम सहितको रहेको कलर कम्बिनेसन लाइटिङहरू पनि एकदमै मिलाएर बनाएको नयाँ मापदण्ड अनुसार बनेको यो घर तपाईँलाई योभन्दा माथि छतमा लगेर देखाउँछु। छतमा गएपछि यो पाउनुभयो पूजा कोठा, यो चाहिँ तपाईँले सानो पूजा कोठा पाउन सक्नुहुन्छ भने सँगै तपाईँले यो स्टोर रुमको लागि स्पेस राखिएको छतको स्पेस पनि एकदमै फराकिलो देख्न सक्नुहुन्छ। वाटर फाउन्टेन सहितको हजुरको छत राखिएको छ भने सँगै तपाईँले वासिङ मेसिनलाई पनि छुट्टै स्पेस पाउन सक्नुहुने एकदमै हाइट पिसफुल एरिया देख्न सक्नुहुन्छ। काठमाडौँको 365 डिग्रीको भ्यू देखिने यस्तो पिसफुल एरियामा एकदमै सुन्दर र शान्त एरियामा हजुरले 3.5 आना जग्गामा बनेको उत्तर पूर्व मोडा वास्तुले पनि एकदमै मिलाएर बनाएको यो घरको बारेमा थप जानकारी लिन चाहनुहुन्छ र साइट भिजिट गर्न चाहनुहुन्छ भने तत्काल स्क्रिनमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।